नमस्कार सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई वेलकम अनि वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरु हैन। अनि अहिले चाहिँ म किचनबाट भ्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ भन्नुहुन्छ भने दिउँसोको ठ्याक्कै 1 बजिसकेको छ हैन। अनि तपाईहरु आराम कुशल हुनुहुन्छ होला, ठिकठाक हुनुहुन्छ होला। म पनि एकदम आराम कुशल, म मात्रै हैन हामी सबै अल फ्यामिली सबै ठिकठाकै छौं साथीहरु हैन। अनि हिजोदेखि चाहिँ यस्तो मजाले घाम लाग्दैछ नि हैन, पुरा चैत वैशाख जस्तो घाम लाग्दैछ, गर्मी हैन। अनि आज चाहिँ म चाहिँ आनन्दले नुहाएको के साथीहरु। अनि आज चाहिँ मेची नुहाएको। अनि आज मेरो छोरीले ढाड मार्न लगाएको, यहाँ पिल्साएछ पनि हैन। एकै ठाउँमा त्यस्तो गर्छ नि त। अरु फेरि यो मतलब अरु बेला चाहिँ म त्यस्तो मजाले ननुहाउने मान्छे चाहिँ हैन। मतलब आज चाहिँ मैले ढुङ्गा लगाई नुहाएको भनौं न हैन। अनि त्यहाँदेखि एउले चाहिँ यसरी मेरो छोरीलाई ढाड मस्काउन लगाएको कि एकै ठाउँमा मात्रै रगटेछ क्या। अनि यो साइडमा चाहिँ अलिक पोल्दैछ हैन। अनि मैले क्रिम लगाइसकेँ, मोइस्चराइजर लगाइसकेको छु। अनि नुहाइवरी अनि ट्याक्कसँगले अहिले चाहिँ खाजा खाम भन्ने कुरा भयो हैन। अनि आज चाहिँ धर्ममा चाहिँ छुट्टी छ नि त। के को छुट्टी भनिन्छ भने के छुट्टी पो भन्दै थियो, बरा क्षेत्र मेला कि सुरु भएको आजदेखि हैन साथीहरु। त्यो चाहिँ मलाई थाहा भएन एक्ज्याक्टली चाहिँ के को हो। अनि बरा क्षेत्र भन्दै हुनुहुन्छ ब्रदरले के को मैले मजाले सोध्न पनि बिर्सेँ क्या। फेरि यतिकै लाइन हुन्छ नि त छुट्टी भएको बेलामा। सो अनि छुट्टी छ। अनि मेरो नानी पनि नुहाएर माथि बसिरहेछ, मोबाइल हेर्दै होला। अनि आमाको आज व्रत। अनि हामीले चाहिँ मोमो पकाएर खाएको छौँ क्या साथीहरु। अनि मोमो छ, अनि त्यो मोमो खानु पर्यो। इस्कुसको र न्युटेलाको मोमो छ। मैले त्यो भ्लग बनाएँ, स्टार्टिङ चाहिँ गरेँ हैन। अनि स्टार्टिङ गरेर त्यो भरै त्यतिकै बिर्सेछु क्या छोरी चाहिँ। अनि भरेको मान्डुपीले अनि भ्लग बनाउनु भएको होइन तपाईँले भने ए ला हालत त्यस्तो छ। हामीले चाहिँ इस्कुसको मोमो खाएको। त्यो इस्कुसको मोमो चाहिँ इस्कुस चाहिँ कहाँदेखि उपलब्ध गराएको भनेर चाहिँ म तपाईँहरूलाई त्यो भ्लग भन्ने लगाइदिन्छु ल अलिकति। यो चाहिँ छ इस्कुस हैन। अनि हामीले इस्कुसको मोमो खाने हो। अनि यो इस्कुस चाहिँ हामीले उपलब्ध गराउनु भएको छ। यहाँ भन्नु भने 5वटादेखि इस्कुस पाएको छ। यो ताप्लेजुङ इस्कुस हो हैन। यो ताप्लेजुङ इस्कुस माछाहरूले दिनुभएको। अनि यो धनकुटाको इस्कुस यहाँ माथितिरको दिनु भएको। यो तेलथुमको इस्कुस अब अशोक भाइले दिएको यो दुईटा हैन। दुईटा मतलब यो खालको चाहिँ। अनि त्यस पछाडि छ यो मान्डुपीले ल्याएको, मान्डुपीले हैन अशोक छोरीले ल्याइदिनु भएको धनकुटाको सरी भोजपुरको हैन। अनि यो चाहिँ मेरो माइतीको इस्कुस भनेपछि 5वटा जिल्लाको ताप्लेजुङ, पाँचथर, धनकुटा, तेलथुम, भोजपुरको इस्कुसको मोमो खाँदैछौँ है आज हामी मिसकट गरेर साथीहरु। हामीलाई यति धनी भएको छ देख्नुभएको छ साथीहरु। हामीले कहाँदेखि चाहिँ उपलब्ध गरेको रहेछौँ त इस्कुस हैन। अब इष्टमित्रहरूले दिनुभएको नि त। अनि हामीले चाहिँ सदुपयोग गरिदिएको। अनि हामीलाई चाहिँ इस्कुसको मोमो हामी भेजिटेरियन भएर होला। म चाहिँ अब भेजिटेरियन चाहिँ भन्नु मिल्दैन साथी हैन। म चाहिँ अब मासु पनि खान थालिसकेको छु। अनि मेरो माइती चाहिँ भेजिटेरियन हो हैन। भेजिटेरियन भएर होला हामी चाहिँ सानैदेखि नै क्या त्यस्तोको मोमोहरू खाएर होला हामीलाई चाहिँ मिठै लाग्छ क्या। मासु खानेलाई चाहिँ मिठो हुँदैन हैन। अनि मैले चाहिँ पुरा अहिले स्ट्यान्डबाट नयाँ स्ट्यान्डबाट भ्लग बनाइरहेको छु हैन। अनि धेरै भयो नि त करेन्ट नखाएको, करेन्ट खाइदिउँ भनेर त कुरा भयो। तर त्यो भन्दा पनि फेरि फर्स्टमा चाहिँ मोमो छ मोमो हैन। अनि यो मोमोलाई चाहिँ फ्राई गरेर खानु पर्यो क्या। अब तताएर खायो भने चाहिँ फेरि अलिक नमिठो लाग्छ क्या मलाई। अनि के गरौँ भयो। अब सोच्छु तताएर खानु भनेर मैले बडा भाँडा चाहिँ राखिरहेको छु। अब चाहिँ के हुन्छ हैन। खाजा ट्याक्क टुक्क पकाएर नि म बनाएको भिडियो चाहिँ देखौँ। म एकैचोटि खाएको मात्रै आज चाहिँ खाँदै कुरा गर्दै घरमै साथीहरु एकदम रिल्याक्स। माझ चाहिँ छुट्टी छ नि त नानीको, रिल्याक्स गर्नुपर्छ चिन्न भनौँ। दोकानमा मेरो कति काम छ प्याकिङ गर्नुपर्ने साथीहरु। ल ढिला नगरी म चाहिँ खाजा बनाएँ। ल मोमो चाहिँ रोस्ट भइसक्यो हैन, देख्न सक्नुहुनेछ मोमो। यो चाहिँ कोमालाई तताइदिएको। ल साथीहरु अब खाजा खाइयो है। अनि अघि चाहिँ ठ्याक्क रेडी पनि गरेँ, खानु पनि पर्यो भन्दै थिएँ कि फेरि दोकानमा मान्छे आइहाल्नु भयो क्या साथीहरु। त्यस्तो छ समस्या।
अब चाहिँ म खाएँ ल। फर्स्टमा चाहिँ मोमै खाइदिनु पर्यो। डर भइहालेछ। कपाल डिस्टर्ब भएर पानी चाहिँ मैले दिएको। सँगै खाना खानु बसेको छोरी चाहिँ खाजा खाएर पनि गइसकेछ। म आउँदा त उसले चाहिँ मोमो खाँदैन नि त, यो मात्रै खाएको क्या। कपालले कस्तो डिस्टर्ब गरे, बाँध्नु पनि सुकेको छैन फेरि। आजकल चाहिँ हामी करेन्टहरू अलिक थोरै खान थालेको छौँ है गाइज। अचार चाहिँ देख्नु हुँदैन होला मजाले होइन, हरियो छ नि त यसमा। अचारमा के भन्छ धनिया पनि पिसेको, त्यही भएर करेन्टमा रारा लगाएर खाने को हुनुहुन्छ कमेन्ट गर्नुहोस् ल। हामी चाहिँ करेन्टमा रारा लगाएर खान्छौँ नि, मिक्स गरेर चाहिँ। कपालले डिस्टर्ब गऱ्यो। मलाई चाहिँ मोमोहरू चाहिँ नि काँटा चम्कियो भन्दा हातले टिपेर खान मजा लाग्छ। यसरी क्या गममा आयो। अचार पनि मलाई चाहिँ मोमोमा चोप्दाखेरि नझर्ने खालको, टक्क चोप्ने, कप्प खाने खालको। डर भइहाल्छ क्या रोस्ट। टिस्यु पनि राम्रै उमाथि रहेछ, फ्रिजमाथि दुइटै। आइसक्रिम, कोक, फेन्टा, ड्युहरू चाहिँ मैले अलिक कम गरेको छु गाइज, अलिक भन्दा पनि धेरै। आइसक्रिम त पनि खतरा खाने भइसकेको थियो नि फेरि। टन्न भयो, भुँडी फुल्यो, अब काम गर्न अल्छी लाग्यो।
काम चाहिँ के छ भन्नुहुन्छ भने मेरो दोकानमा सबै सामान सकिएको छ। जोख्नु पर्नेहरू मतलब चिनी अनि भुजा त मैले हिजो प्याकिङ गरेँ। चिनी भुजा पास्ता यस्तै केहरू प्याकिङ गर्नु पनि अल्छी लाग्छ साथीहरू। खाएपछि के गर्नु, यस्तो बेहोरा छ, नखाए पनि सकिँदैन, खाम पनि यस्तो हुन्छ होइन। अब म चाहिँ प्याकिङतिर लाग्छु होला। त्योभन्दा अगाडि अब जुनीबारहरू गर्नु हो, यहाँ सकेर जान्छु होइन, दोकान खोल्छु। ट्याक्क 2 बजे बज्छ। आज चाहिँ म 2 बजे नै दोकान खोल्छु होइन। आजकल अनि मैले दिउँसो सुत्ने बानी चाहिँ हटाएको चाहिँ, दिउँसो चाहिँ नसुत्नु पर्यो भनेर क्या। दिउँसो सुतेपछि साथीहरू राति निद्रा लाग्दैन, यता पल्टिन्छु हुँदैन, उता पल्टिन्छु हुँदैन, घरि खुट्टापट्टि सिरानी, घरि टाउकोपट्टि सिरानी। हे भगवान्, त्यही भएर दिउँसो चाहिँ सुत्न छोडेको होइन। अनि म धेरै नबोलौँ पनि होइन। यो भिडियो चाहिँ अब आजै उयो गरिदिन्छु क्या, एडिट गरेर लगाइदिन्छु, किनभने मेरो अर्को भिडियोहरू छैन नि त। आज भिडियो पोस्ट गर्नुपर्ने छ होइन। सो अनि अब यो भिडियो चाहिँ म यहाँ एडिट गरेर लगाइदिन्छु। यति नै, जस्ट मैले पकाएको, यति खाएको, यति मात्रै लगाइदिन्छु होइन। अब त्योभन्दा अरू भिडियो चाहिँ के लगाउनु र। अनि अस्तिको भिडियो पनि मैले 2-3वटा, मेरो 4-5वटा भिडियो छ, नभएको होइन छ होइन, एडिट गर्नुपर्ने छ। तर त्यो भिडियो कति छ, आधी छ क्या। अनि त्यो कुन फेक कुन पुच्छ र त्यसलाई नै अब मिक्स गरौँ भने पनि मिल्दैन क्या साथीहरू। त्यस्तो खालको भिडियोहरू पनि छ क्या मसँग चाहिँ। म खतरा मान्छे हो। अनि ल, अनि अब चाहिँ म यो भिडियो चाहिँ अब यहीँ एडिट गरिदिन्छु, अनि एडिट गरेर लगाइदिन्छु होइन। अनि अब यस्तो खतरा बबाल भिडियो त आउँदैन मेरो, जहिलेदेखि नै भएको हो होइन यस्तै भिडियो। अनि अब के कस्तो लाग्दैछ मेरो भिडियो हेरेर कमेन्ट गर्नु होला। नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है साथीहरू भन्दै अब आजको भिडियो चाहिँ एन्डिङ गरिदिन्छु। किनभने यस्तो बाल घाम लाग्दैछ गर्मीले होइन। यहाँ म ऐठनै परिसकेँ। यहाँ माथि फेरि कपाल छ होइन, यो कपाल पनि झरेर साथीहरू कपाल काटिदिउँ भन्ने सोचमा छु। अब हेरौँ होइन। अब अहिले चाहिँ मैले पुरा कपालको ट्रिटमेन्ट गर्दैछु क्या। अनि रोकिएछ भने चाहिँ त्यो ट्रिटमेन्ट चाहिँ म तपाईँहरूलाई पनि सुनाउँछु होइन। कपाल झर्न रोकिएछ भने चाहिँ मैले चाहिँ यही युट्युबबाट हेरेर गर्दै गरेको। अब मैले 2 हप्ता एक हप्ता भयो मैले ट्रिटमेन्ट गरेको, त्यस्तरी झरेको छैन होइन। अब अझै 1 हप्ता जति हेरौँ, 1 हप्ता 2 हप्ता हेरौँ होइन। 1 हप्ता हेरौँ न। अब त्यस पछाडि चाहिँ अनि झरेन छ भने चाहिँ म तपाईँहरूलाई पनि भन्ने छु के हो त्यो भनेर होइन, टिप्स होइन। साथीहरू अटच भयो। अब मेरो भिडियो के कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुलाई, नयाँ हुन्छ सब्सक्राइब गर्नुलाई। मैले कतिचोटि भनिसकेँ, अब फेरि भन्दैन। भन्दै बाई बाई, ह्याभ अ गुड डे।